साथीहरुमा शुभ बिहानी फेरि पनि ल हेर्नुहोस् कस्तो राम्रो छ सिन यो वेस्ट मालवन भन्ने माथि यही यो क्लाइमेट क्लियर गर्नेछ लागि चाहिँ भर्खर गएको रहेछ गएको भन्दा पनि भर्खर जाँदैछ कि यहाँनिर जाँदैछ कि ठ्याक्कै त्यहाँबाट उताबाट आएको रहेछ यहाँ चाहिँ मैले हजुरहरूलाई यहाँको नाम बताइहालेँ यो चाहिँ वेस्ट मालवन भन्ने जग्गा हो यताबाट चाहिँ हाम्रो एउटा पानीको मूल छ यहाँ पानीको मूलमा चाहिँ त्यहाँ राम्रो व्यवस्थित हिसाबले पानी भर्नको लागि धाराहरू छ त्यहाँ एउटै मूलबाट दुईटा धारा निक्लाउने बनाइदिएको छ किनकि यहाँ प्राय धेरै ठाउँबाट चाहिँ पानी यहाँको नेचुरल पानी भर्नको लागि मान्छेहरू आउनुहुन्छ सहजताको लागि त्यो एउटै धाराबाटै दुईटा मुख बनाएर पानीहरू बाहिर भर्नको लागि सहज छ यहाँको धेरै मान्छेहरू त्यहाँ चाहिँ पानी भर्न जाने गाडीमा डिब्बाहरू भरेर अनि त्यहाँको पानी दिएर पिउने पानीको लागि प्रयोग गर्ने गर्छन् यहाँ पानी चाहिँ एकदम मिठो छ चिसो मिठो पानी त्यो पहाडबाट मूलबाट निक्लेको त्यस्तो अरू कुनै ठाउँबाट लिएर जोडेको पानी चाहिँ होइन म एकछिनपछि हजुरहरूलाई त्यो पानीको धाराको भिडियो पनि अपलोड गर्ने प्रयत्न गर्नेछु हजुरहरूले हेर्दै जानु होला हजुरहरूलाई के कस्तो लाग्छ आफ्नो सुझावहरू कमेन्ट बक्समा चाहिँ छोड्दै जानु होला किनकि भोलिको लागि केही मबाट भिडियो गर्दाखेरि त्यही कमी कमजोरीहरू मैले सुधार्न पाउने मलाई मौका मिल्छ तसर्थ हजुरहरूले आफ्नो सल्लाह सुझावहरू चाहिँ कमेन्ट बक्समा छोडिदिनु होला भोलिको दिनको लागि सहजताको लागि केही सहज हुन्छ मलाई अरू भिडियोहरू के कस्तो गरेर गर्दा राम्रो हुन्छ भन्ने त्यसको लागि मलाई सहज हुनको लागि हजुरले आफ्नो सल्लाह सुझावहरू कमेन्ट बक्समा छोड्दै जानु होला यहाँबाट मस्तिरतिर जाने बाटो पनि छ यो यतै मालवन हिल पश्चिम मालवन हिल वेस्टर्न मिस्ट ब्याङ्क भन्ने यहाँ यस्तो रहेछ कि यहाँबाट यसको कतातिर जाने भने त्यो बताएको होला यहाँबाट म चाहिँ यता छोडेर म सिधा पानीको धारातिर जाँदैछु पानीको धारामा जानलाई अझै यहाँबाट 10 मिनट लाग्छ होला हिँडेर लगभग नजिक नजिक आइपुगेँ म छिट्टै नै हजुरलाई अर्को भिडियोमा त्यो पानीको धारा चाहिँ मैले देखाउने कोसिस गर्नेछु अहिले चाहिँ म चाहिँ जानको लागि बाटोमा जाँदैछु एकदम राम्रो छ यहाँ चाहिँ लान सबै यो यहाँको गोराहरूको बस्ती हो यो यहाँको मान्छेहरूले यस्तै ठाउँमा सिटीहरूमा भन्दा पनि यस्तै गाउँहरूमा चाहिँ बस्न रुचाउँछ यहाँ आफ्नो प्रेयरको लागि यत्रो चर्च घर रहेछ यहाँ यति ठुलो रहेछ यहाँ गएर मान्छेहरूले खास गरेर गुड फ्राइडेको दिन अरू दिनमा नि नर्मली जान्छन् होला र फ्राइडेको दिन चाहिँ गुड फ्राइडे भनेर त्यो दिन चाहिँ म्याक्सिममै यहाँको आफ्नो धर्म मान्नेहरू यहाँ चाहिँ जाने प्रयोग गर्ने गर्छन् यत्रो चाहिँ यहाँ यो सयौँ साल पहिले बनेको यो आजभोलि स्थापना भएको होइन यो धेरै पुरानो हो यो चाहिँ बताउँछु यहाँ यो घरले बताउँछ यस्तो छ म आउँदै गरेको बाटो यो हो खासै उकालो छैन यहाँ अलि मस्तिर गएपछि चाहिँ उकालो सुरु हुन्छ हजुरहरूले बुझि पनि सक्नुभयो होला मेरो आवाजमा चाहिँ केही चेन्जेस भइसकेको छ किनकि म यति उकालो चढ्दै गर्दाखेरि ल हेर्नुहोस् यस्तो छ यो बाटो यो डबल लाइनको बाटो हो गाडी आवाज जावतको लागि
त्यति अप्ठ्यारो पर्दैन सानो गाडीलाई है। ठुलो गाडीलाई चाहिँ यहाँ त सम्भव छैन। सानो गाडीहरूलाई दोहोऱ्याइनुलाई पनि त्यस्तो अप्ठ्यारो चाहिँ पर्दैन।